कहिलेकाहीँ परिवर्तन पारम्परिक दलबाट आउने विश्वास गरियो, तर आजको नेतृत्वको सपना सडकका गीत, सडकका आवाज र सडकका उम्मेदवारबाट जन्मिएको छ। नमस्कार, आज हामी नेपालको राजनीति र युवा आकांक्षाको एउटा असामान्य तर शक्तिशाली पात्र बालेन शाहको यात्रा, सङ्घर्ष, वर्तमान स्थिति र सम्भावित भविष्यबारे यथार्थपरक विश्लेषण गर्नेछौँ। उदय, कलाकारबाट नेतृत्वमा। बालेन्द्र शाह 27 अप्रिल 1990 मा काठमाडौँमा जन्मिएका इन्जिनियर, र्यापर र अब राजनीतिलाई प्रतिनिधित्व गर्ने नेता हुन्। उनले सन् 2012 देखि युट्युब र हिपहप मार्फत सामाजिक समस्या, भ्रष्टाचार र समसामयिक मुद्दालाई गीत मार्फत आवाज दिएका थिए। विशेष गरी बलिदान जस्तो गीतले लाखौँ युवालाई छुने काम गरियो। उनले 2022 को स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा भाग लिएर काठमाडौँ महानगरपालिकाको मेयरमा विजयी भए। यो इतिहासमै पहिलो पटक भएको स्वतन्त्र मेयरको जित थियो। यसले पुराना दलवादी राजनीतिलाई चुनौती दिएको सङ्केत दियो। राजनीतिमा उभार र नेतृत्व शैली। उनको नेतृत्व शैली प्रत्यक्ष, निष्पक्ष र प्राय परम्परागत राजनीतिभन्दा भिन्न रहेको छ। उनले सार्वजनिक बैठकहरू लाइभ स्ट्रिम गरेका, काठमाडौँको फोहोरको समस्या समाधानको लागि पहल गरेका र अवैध संरचनाहरू हटाउन अगाडि बढेका थिए। यद्यपि उनका केही कदम विवादास्पद पनि रहे। सडक विक्रेता नीतिहरू र ऐतिहासिक संरचनाहरू हटाउने निर्णयले आलोचना पनि भोग्नु पर्यो। केहीले यसलाई सदा निर्णय थाहा बिना गरिएको बताउँछन् भने समर्थकहरू यसलाई कठिन तर आवश्यक सुधारका रूपमा हेर्छन्। चुनौतीहरू, हक र आलोचना। उनको प्रशासनलाई बेरोजगार, तलब समस्या र सङ्घीय मतभेद जस्ता चुनौतीहरूले पनि मत्थर बनाएको थियो। काठमाडौँ महानगरमा कर्मचारीहरूलाई तलब नदिएको मुद्दाले आलोचना बढायो र सङ्घीय सरकारसँगको द्वन्द्वले प्रशासनिक समस्याहरूमा थप गहिरो बनायो। कुनै विश्लेषकहरूले भन्छन् कि युवाहरूले अपेक्षा धेरै राखेका छन्, तर लोकतान्त्रिक संरचनाहरू र राजनीतिमा अनुभवको कमीले कहिलेकाहीँ निर्णयमा समय लाग्ने सम्भावना पनि रहन्छ। सामाजिक र राजनीतिक जनमत। धेरै युवा, विशेष गरी जेन जी, बालेनलाई परिवर्तनको प्रतीक मान्छन्। नेतृत्वको परम्परागत रूपलाई तोडेर नयाँ शैली र पारदर्शितामा जोड दिन तयार छन्। सन् 2025 मा भएको जेन जी आन्दोलनमा उनको नाम पिकमा रहँदा केहीले उनलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा हेर्न सुरु गरेका थिए। वर्तमान स्थिति 2026 र भविष्यको सम्भावना। जनवरी 2026 मा बालेनले मेयर पदबाट राजीनामा दिएर सन् 2026 को मार्च 5 को आम निर्वाचनमा सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हसँग मिलेर प्रधानमन्त्रीका प्रमुख उम्मेदवारको रूपमा आफ्नो स्थिति सुदृढ पारेका छन्। यो गठजोडले परम्परागत दलहरूको बाहिरबाट नयाँ राजनीति निर्माण गर्ने प्रयासलाई बल दिएको छ। विशेष गरी युवा मतदाताहरूलाई लक्षित गर्दै विश्लेषकहरूले सुझाव दिएका छन् कि उनी प्रमुख सहरहरूमा बलियो प्रभाव राख्नेछन्, तर ग्रामीण क्षेत्रमा अझै पनि चुनौती झेल्नु पर्नेछ। भविष्य, सम्भावना र जिम्मेवारी। उनको सफलताको आधार स्वतन्त्रता, पारदर्शिता, जवाफदेहिता र आधुनिक सोच हो। यदि यो जनादेशमा परिणत भएमा नेपालमा परम्परागत राजनीतिभन्दा नयाँ नेतृत्व शैली र युवा केन्द्रित नीति निर्माणको बाटो खोल्नेछ। तर यसका लागि वास्तविक नीतिमूलक काम, व्यापक जनसमर्थन र सङ्घीय संरचनामा सहकारी हुन आवश्यक हुन्छ। केवल लोकप्रियता मात्रले देश चल्दैन। निष्कर्ष, बालेन शाहले केवल मेयर होइन, नेतृत्व, नयाँ पहिचान, युवा आवाजको प्रतिनिधित्व र परिवर्तनको सम्भावना देखाएका छन्। उनको यात्रा, सङ्घर्ष, सफलताहरू र विवादहरूको मिश्रण हो र यसको निकास अबको चुनाव, नीति कार्यान्वयन र जनताको प्रत्यक्ष भागीदारीमा निर्भर हुन्छ। परिवर्तन केवल नयाँ अनुहारले ल्याउँदैन, व्यवहार, परिणाम र नेतृत्वको संस्कृतिले ल्याउँछ। सुन्नेहरू धेरै छन् तर बुझ्नेहरू कम। तपाईँ कुन पक्षमा हुनुहुन्छ? आवाज फैलाउनलाई सेयर गर्नुहोस् र यस्तै कन्टेन्टको लागि फलो गर्न नबिर्सिनुहोला।